करेलाको भर्ता। हेलो वेलकम छ मुको डेली ब्लगमा। आज चाहिँ अमृताले करेलाको भर्ता अनि यो कच्चु आलु पकाउनलाई गइरहेछ अनि हाफ बोइल चामल चाहिँ आज म पकाउन लागेको किनभने यो म डेली पकाउँदिनँ। अनि करेलाको भर्ता कसरी बनाउँछु भनेर हेर्दै गर्नु होला भिडियो, फुल भिडियो। अनि तपाईहरुले चाहिँ यसलाई के नाम दिनुहुन्छ मलाई थाहा छैन। म चाहिँ करेलाको भर्ता भन्छु यसलाई। यसलाई चाहिँ रेडी पारेर म राख्छु, त्यसपछि म मसला बनाउँछु यसको। यसमा चाहिँ जति पनि तपाईहरुले अब के हाल्नुहुन्छ म चाहिँ लसुन प्याज हाल्छु। लसुन प्याजलाई ग्रेन्ड गर्छु, त्यसपछि यसलाई तेलमा फ्राई गर्छु। फ्राई गरेर त्यसपछि त्यो जो अघि कट गरेको करेलामा भर्दिन्छु अनि त्यसपछि भरेर हामीले यसलाई तेलमा फ्राई गर्ने एकदम लो फ्लेममा क्या। त्यो धेरै हालेपछि चाहिँ डढ्न सक्छ, त्यही भएर एकदम लो फ्लेममा पकाउने हो। त्यसपछि हाम्रो करेलाको भर्ता रेडी भइसक्यो। अनि अब म यो कच्चु आलुलाई पकाउन गइरहेको छु। यो पनि रेडी भइसक्यो। मैले चाहिँ यसको भिडियो हालिनँ सबै, किनभने अब सबैजनालाई थाहा छ। अनि त्यसपछि मेरो खाना रेडी भयो। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।